खान मन लागेपछि झाँगर त लाउनै पर्यो है। कस्तो छोइला खान मन लागिरहेको थियो। अनि अस्ति शनिबार सबैजनाको बिदा पनि मिलेको अनि पानी पनि परेको क्या, वेदरले पनि कस्तो साथ दिएको। अनि मजाले छोइला बनाउनलाई हामी तयार भयौँ। अनि मासुलाई पहिला मजाले बोइल गर्ने, बोइल गरेको मासुलाई सानो पिसमा काटेर फ्राई प्यानमा थोरै तेल राखेर त्यसलाई सेकाउने। अनि अर्को प्यानमा चाहिँ तेल राखेर खुर्सानीलाई फुराउने। सुकेको खुर्सानी भए अझ टेस्टी हुन्थ्यो, हामीसँग सकेको भएर हरियो खुर्सानी नै चलायौँ। त्यसमा टमाटर पेस्ट राख्ने, टमाटर पेस्ट राखेर त्यसलाई नै पकाउने। अनि अघि सेकाएको मासु पाकेपछि त्यसलाई सानो पिसमा काटेर भाँडामा हाल्ने। अनि आफ्नो टेस्ट अनुसारको नुन मसलाहरू सबै राख्ने। अनि त्यसमा अदुवाको पेस्ट, लसुनको पेस्ट पनि मिसाउने। अनि हरियो लसुनको पात हामीसँग भएको भएर हरियो लसुनको पातले एकदम टेस्ट ल्याउँछ। हरियो लसुनको पात अनि काटेको धनियाँ पनि मिसाउने राख्ने। अनि त्यसमा अघि पकाएको टमाटर पेस्ट र खुर्सानी राख्ने। अनि अमिलो राख्ने। अनि अमिलो पनि राख्ने। अनि मजाले त्यसलाई तेल तताएर फेरि झ्वाइ पारिदिने। तेल तताएर थोरै मेथी फुराएर बेसार राखेर त्यसलाई झ्वाइ पारिदिने। अनि त्यसलाई झ्वाइ पारिदिएपछि मजाले मोलेर आफूलाई मजाले मोल्ने। अनि केसँग खान मन लागेको छ खाने है, यसरी बनाएर खानु होला छोइला। हामीले चाहिँ चिउरासँग खायौँ। अब हजुरहरूलाई पनि यदि अब मनपर्छ छोइला मनपर्छ भने यसरी बनाएर खानु होला, एकदम यम्मी एन्ड टेस्टी हुन्छ। थ्याङ्क यू।